Hey guys, welcome to my new vlog. यही नहीं अभी और सुनिए। आज फेरि म तपाईहरुमा चाहिँ नयाँ भिडियो लिएर उपस्थित भइसकेको छु। अच्छा के छ हालखबर तपाईहरुको? सबैजना ठिकठाकै हुनुहुन्छ होला? बिल्कुल 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 म पनि ठिकै नै छु। के छ भने आजलाई हाम्रो अर्डर लागेको छैन हैन? अर्डर लागेको छैन। यो नि यस्तै छ, बसिरहेछ। टन्न बाइकहरु छ यतातिर पछाडि कारहरु छ। सबै एउटा भाइ मोबाइल हेर्दैछ अर्डर नलाएर। यस्तो छ अवस्था है। के गर्ने? तपाईहरुलाई देखाउँछु। उतातिर नि आएर जान बसिरहनु भएको छ कि के गाह्रो छ। यस्तै छ, अर्डर छैन। अर्डर नभएपछि पैसा काट्छ। गाह्रो छ। ल हेरौँ गाइज, अर्डर लाएन यसरी बस्नु परेको छ हामी। के गर्ने, गाह्रो छ जिन्दगी, गाह्रो छ। अर्डर लाएन त्यही भएर यसरी बस्नु परिरहेछ। हेर्न सक्नुहुन्छ। के गर्ने, यस्तो छ जिन्दगी। जिन्दगी यस्तो छ। जस्तै महिनामा 450 अर्डर हान्नुपर्छ भने अब महिनाभरिमा त्यति पुगेन भने जतिवटा अर्डर पुगेको छैन त्यो हिसाबले चाहिँ 500 फिल्सको दरले चाहिँ झ्याप्प पैसा काट्छ हैन। यस्तै छ। त्यही भएर के गर्ने, गाह्रो छ। अब दुःख सुख जे जस्तो भयो नि गर्नै पर्यो। त्यही भएर अब यस्तै छ। गाह्रो छ जिन्दगी। सबजना बसिरहेको छ। हेर्न सक्नुहुन्छ यतातिर पुरै सबजना टन्न पुरै बसिरहनु भएको। अर्डर छैन, यस्तै छैन। सब यो हाम्रो यो किटा तालाबादहरूको जाइजहरू सबको गाडी हो। होइन होला के हो? अर्डर छैन। म पनि भर्खर एउटा अर्डर हानेर बसेको। अब कतिखेर आउने हो अर्डर थाहै छैन। यस्तो छ जिन्दगी, गाह्रो छ। सो भिडियोलाई अन्तिमसम्म हेरेर साथ सपोर्ट दिनु होला। अनि मैले चाहिँ युट्युब च्यानलको लिङ्क यहाँ राखिदिनेछु। तपाईहरुले गएर युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला र साथै बेल आइकन प्रेस गर्नु होला ताकि मैले हालेको भिडियोहरू तपाईसम्म आइपुगोस्। के भन्न चाहन्छु, फेरि बाँकी अपडेटहरू म तपाईसँग ल्याइराख्नेछु। सो यसको लागि बाइ बाइ।